हाम्रो सबै पापको चाहिँ भारी बोकेर लाग्ने अनि धर्म जति भनेर त्यो चिजको फल प्रमाण चाहिँ भगवान् अनि पोषक चेतन त्यही मुक्त लोकमन विस्मन निन्द्रा एक थरी चाहिँ लोकमन लोकको पनि धेरै प्रकार छ धूप बालौँ बत्ती बालौँ भगवान्लाई ढोक गरौँ पूजा गरौँ अर्घना गरौँ जब पानी चढौँ भन्ने लोक पनि एक थरी छ त्यो सप्पा कुरा अर्काको बारी छेउतिर घाँस नरकको लागि राख्दा त्यो आज नाजाइज गरी काटेर ल्याऊ आउट भैँसीलाई हालौँ भन्यो भने त्यो फेरि पापतिर कुरा यो पाप र धर्म छुट्यायो भने हाम्रो सधैँ दिन प्रतिदिन गिलासमा हालेको पानी जस्तो हाम्रो मन हुन्छ कि होइन गिलासमा हालेको पानी जस्तो मन हुन्छ अरे त्यसैले नेपालीबाट भन्छ कि राग दोष मोह होइन राग दोष मोह त्यसलाई फाल्नु परेको कारणले यो होम यज्ञ यो होम यज्ञ यो लेखेको चाहिँ किसिम चाहिँ के भने यो धरतीभित्रको धरतीको मुटुमा ब्रह्माण्ड चक्र आयो त्यसमा चाहिँ इलखोर भन्छ यो ब्रह्माण्ड चक्र हामीले वेदी तयार गरेको माझको चाहिँ हजरत छ माझमा गुरु बस्नुहुन्छ भगवान्को गुरु दायाँ बायाँ त्यो पेमाको आकार छ पेमा फुलको आकार त्यो चाहिँ भगवान्को असान हो दायाँ बायाँ दर्जी बतुराहरू छन् त्यो चाहिँ हाम्रो एउटा जुन घरको कम्पाउन्ड लाउँदैन रेलिङ यस्तो डन्डी लगाउँछ नि त केको लागि भने रक्षाको लागि त्यो बतुराहरू पनि एउटा रक्षाको लागि बाहिर त्यो एउटा आगो ज्वाला रेखा छ नि बाहिरबाट छेउछाउमा किनारमा त्यो पनि आगो देखेपछि हामीपछि त्यहाँ आगो छेउमा त आउनु गाह्रो पर्छ नि त हो त्यहाँ त आगो रहेछ पोल्छ भनेपछि त्यो टाढा हटिन्छ त्यो त्यस्तो भित्रमा त्यहाँ कमलको फुलभित्रमा चाहिँ हामी रहेको हुन्छ हाम्रो यहाँ आत्मा पनि छ नदेख्नु मात्रै हो गुरुले ज्ञान दियो भने त्यो सर्लङ्गै देख्छ गुरुबाट गुरुको छेउमा हामी पुगेन भने त्यो पत्तो अत्त हुँदैन त्यसैले हामी यो पापको भारी कोसँग जिम्मा लगाइदिन्छ कोसँग बुझाइदिन्छ भने आइकिन देवसँग मेलामालाई यो बिच पार्टीको राजाले लिएर जानुहुन्छ लिएर जाँदाखेरि आइकिन देवले के भन्छ भने हो पापको भस्म गर्ने आफ्नो स्वर देव त मै हो आइकिन देवले भनेपछि यो अहिले पूजामा छकामा आएपछि ठ्याक्क त्यसमा आइकिन देवलाई चढाएपछि पाप जति हाम्रो सर्वनाश भस्म गरायो के रह्यो त बाँकी धर्मको रेखा अनि यो सकिएपछि तल पूजा हुन्छ त्यसमा चाहिँ धर्मको अब भगवान्को राज गर्ने आसान छ तिलबाट छ हरेक छ त्यहाँ झुल चक्र ठन्डा फुल तेल सोफा त्यो सबै छन् त्यो धर्म गर्ने एउटा हामीले के भन्छ यता रुम भन्छ यता छेउमा चितर भन्छ लाखाङ पनि भन्छ अब सबै मैले भन्नुभन्दा नै प्रत्यक्ष सबै कुरा एक राउँ थाहा भएको चाहिँ हाम्रो तै पनि भन्नुपर्दाखेरि एउटा बच्चाको वर्तमान गर्नु पर्दाखेरि जस्तै बुढो मान्छे या भेमे जस्तो होस् आखिरमा मूलमामा त कति वर्ष होइन 5 वर्ष हो मूलमामा सन्ताहरूको दारी जुङ्गो फुलेको ठुलो फलात्मी सन्तानहरू हुनुहुन्छ नि त किन त्यो 5 वर्षलाई चाहिँ मानेर मलाई आइसक्नु त छोरा लगाउन छोरा त्यस कारणले यो आज उहाँ घरको मेरो अलिकति पुजा गरिदिनु पऱ्यो अलिकति यसो होम यज्ञ गरिदिनु पऱ्यो दाजु राखिदिनु पऱ्यो भन्नु कारण चाहिँ मैले भन्नुपर्ने बाध्यता आयो कि हुन त म जानेर बुझेको त होइन फेरि कुरै यसरी गाई लाग्छ है भनेपछि त्यो अब यो फेरि दजौँसित त तिम्रो भन्छ तिनले चिज चाहिँ यो हाम्रो ब्रह्म कोठाहरूमा घुमिरहेको छ अरे एउटाले लोपमान उडाइदिने त्यो चाहिँ चरा आकारको एउटाले रिस घमण्ड उडाइदिने घरमा काल खैजिङकाल निकालिदिने त्यो चाहिँ सर्पको बिहे पूर्वको रिस
निन्द्रा कहिलेकाहीँ हामी तातो भात जिउनारायण गाएर एकछिनपछि त कस्तो कस्तो अल्छी मानेर जस्तो झुप्पो झु निन्द्रा पनि सक्छन् त्यो चाहिँ के अरे भन्छ सुँगुर सुतेको तिलमेर र मेरो भन्ने नि त्यस्तो बिगार्दैन हामीलाई त्यसलाई पनि थाहा छैन त्यो ब्रह्म कोठाबाट निस्किने निशान चाहिँ कहाँ हो भनेदेखि स्वयंमा चाहिँ नाग हो भन्दो रहेछ ढोका चाहिँ सिंहदरबारको ढोका भन्ने जस्तो राजा निस्किने राजा पर्ने ढोका भन्ने जस्तो चाहिँ यो नाग दुईटाको पाल रहेछ नागो भन्ने चाहिँ दुईवटा निशान भित्र दियो जस्तो छ हेर्नु त तलबाट त्यहाँबाट चाहिँ होला त्यही पम्बरै त्यही छोड्ने पनि हुन्छ त्यो त त्यही हो त्यो चाहिँ तिलनिर त्यही हो ल अब यता भन्दा एकछिन त्यो लागि यो सार्नु समुद्र सर्वपापं दान तेम कुरे स्वाहा ओम भज ढक ढाकिन खा खाय सर्वपापं दान तेम कुरे स्वाहा सबै हरपुरबार दजी छखर वाथो वाथो याना के पाय याना के पाय होम होम बजाना के होम याना के होम अनयाव भगवान दीदे राजा होम अनयाव भगवान दीदे राजा अनयाव भगवान दीदे राजा होम बा चम दे 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 से बोल चम या दा बोल बोल से या के बोल ता सब के मन देवरा के मन के के बोल तो वाजी खालो जुवा ला नमे बागे ला दा मी नंग जी तो नो बागे संगे चमन दे के चमन दे लगे ता जी जी से बागे तो ला मिंगा या संगे संगे नागी ठीक बजाने द जावा संगा के दे दे बसन ने नागी जी बजाने द जो जे जावा ठोला ठिस मिंगा या जी संगे नागी जी हे सम जी बजाने द जावा को सं ठोला ठिस ला बे संगे लेंगा हे सो ठीक बा द जो जे के दे से बा Dangi de se ge nam la gi sen ge ne pomba mang ba pa gi te yo le pa ta wa lu ta ne ro ma je ba te me ko ji don tro wa ta da ma ma ba la ye sa o e de ko no ji mo la de ko ne ne la ye ko te sham do ro ko sen ne ba de ki so de ba ओम भद्र घटमरी स्वाहा ओम भद्र घटमरी स्वाहा ओम भद्र घटमरी स्वाहा तेजो फलदे तोरागे मेलाय फलदे
सहसा भनेपछि त्यो अलिअलि एकैचोटि होइन चाहिँ सातवटा एकैचोटि कुर्सीमा बस्नु न कुर्सीमा समय सातो अहिले यसो दाहिने घुमाउनुहोस् अगाडि गर्नुपर्छ हजुर त्यो कपाल चाहिँ अगाडि भन्नुहोस् हामी जानु पर्दैन गुरु हो नि दाइ पनि हो गुरु पनि हो बहिनी पनि हो